Hi guys, welcome to our next vlog. Hi भन्दिनुस्. आज हामी कहाँ जाँदैछौँ भनेपछि आज हामी पहिला गाडी धुन जाँदैछौँ किनभने गाडीको हालत चाहिँ रोल्पाबाट झरेछ त्यस्तो नभन्नु न. रोल्पा कि नराम्रो र रोल्पा नराम्रो भनेको होइन नि त, बाटो नराम्रो छ अनि धुलो भएको छ. हजुर 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 ल मान्दै मान्दै भन्न खोजेको नि त. रोल्पा अनि नराम्रो भनेको त यसै जाँदैछौँ बाटोमा. सबैले दर्शन गर्नुहोस्. म पनि गर्छु. के छ त ड्राइभर? आज कमाइ राम्रो भएन, प्यासेन्जर दुईटा मात्रै भेट्यो. यस्तो छ यहाँको माहौल. अनि उहाँ चाहिँ कपाल काट्न मेरो दियोर हुनुहुन्छ, तर हामी दियोर भाउजू जस्तो हुन्छ. अनि आज कपाल काट्न जाँदै हुनुहुन्छ. उहाँको यो बिफोर लुक्स हो, कपाल काटेपछि आफ्टर लुक्स कस्तो हुन्छ गाइस कस्तो हुन्छ हेर्नु होला है. स्टे ट्युन. बाई. हामी चाहिँ गाडी धोएर चाहिँ हामी अर्को प्लान चाहिँ हाम्रो के छ भनेपछि हेर्नुहोस्, म भन्दैन आफै हेर्नुहोस्. ओके. चाहिँ मेरो देवर बाबुले यस्तरी क्यामेरा चाहिँ चलाउनुहोस् भनेर सिकाउनु भएको छ. म ट्राई गर्छु है कस्तो आएको छ. अब अलिकति थाहा हुन्छ. देखिनुहोस् न तपाईँ. देखिनु फ्रन्ट क्यामेरा अन गरेर गर्यो क्या. मलाई चाहिँ मेरो देवर बाबुले यसरी क्यामेरा चलाउनु सिक्नुहोस् भनेर सिकाउनु भएको. अनि क्यामेरा पछाडि यस्तो गरेपछि बल्ल राम्रो आउँछ रे एङ्गल. मलाई थाहा छैन कस्तो आइरहेको छ. अब चाहिँ हामी जाँदैछौँ गाडी धुन. कति भएर गाडी नधोको? धेरै भयो. 2 महिना. तिमी आएको कति? 3 महिना आउनु. ओ माय गॉड 2-3 महिना. ए तर यस्तै ग्यापमै धुन्छ नला नि. मान्छे बोक्ने मान्छेले उबर गरे 2-3 महिना भयो रे गाडी नधोको. सो आज हामी गाडीले चिटिक अस्ति धोको त मन्दिर जाने बेला बाहिर धोको. डिटेलली धोको होइन. ल ओके. हामी चाहिँ फाइनली गाडी धुने. कस्तो यिनीहरूले कहिले गाडी नै धरेन तर गाडी धुने ठाउँ आइपुग्यौँ. हामी आइपुग्यौँ है. यहाँ एकदमै लाइन छ. हाम्रो टर्न चाहिँ कतिखेर आउँछ भन्ने कुरा चाहिँ थाहा छैन. कहाँ हुनुहुन्छ हौ? मैले यो फेरि के हो यो प्राइभेसी ग्लास भएर यो केही देखिन के यताउता गराइदिएछ. हामी अब हाम्रो डेस्टिनेसन हाम्रो चाहिँ यहाँ के अरे यो ठाउँमा चाहिँ ब्रेकमा रहेछ मान्छेहरू. सो 1 घन्टा अझै लाग्छ भनेर चाहिँ हामी अर्को ठाउँ जाँदैछौँ. हो हामी अर्को ठाउँ जाँदैछौँ. अब त्यहाँ पनि त्यस्तो के भयो भने चाहिँ हामी अर्को प्लानमा स्विच हुन्छौँ. हामी चाहिँ अब त्यो कार वास चाहिँ हाम्रो त्यो वाला प्लान चाहिँ लास्टमा जाने भयो. अहिले चाहिँ हामी सपिङ गर्न जाँदैछौँ. अनि सपिङ चाहिँ कसले गराइदिने अरे? सपिङ सेन्टर कहाँ छ? अलिभित्र सपिङ मैले गराइदिने. किन गराइदिनु लाग्छ भन्नुहोस् न यस्तो हल्का हाम्रो दर्शकहरूलाई. ल भनिदिनुहोस् हाम्रो दर्शकहरूलाई हामी आज किन सपिङ गर्न जाँदैछ र मैले नै किन गरिदिँदैछु भनेर भन्नुहोस् न. हो कस्तो हो र? हाम्रो म्याडमजीको आज नै यो हप्ता फर्स्ट स्यालेरी आएको होइन. यत्रो वर्ष जन्मेदेखि है. जन्मिने बित्तिकै कमाउनु थालेको थियो र होइन. यत्रो वर्षसम्म मान्छे कति वर्ष अनि फर्स्ट स्यालेरी आएको कता फालम भएछ. अनि यसो मलाई चाहिँ यसो यस्तो नि मैले चाहिँ म चाहिँ अब राम्रोसँग भन्छ किन चाहिँ आज हामी यहाँ आएको छौँ भनेपछि सपिङको लागि. अनि सपिङ चाहिँ मैले उहाँलाई गराइदिने. अनि मेरो चाहिँ स्यालेरी आएको थियो जन्मेदेखिको फर्स्ट स्यालेरी. अनि मैले चाहिँ मेरो मनले एकदमै खुसी भएर अनि जाऊँ न त यसो गरौँ अलिअलि सपिङ भनेर चाहिँ हामी यहाँ आएको छौँ. अनि उहाँले चाहिँ अघि मलाई के भन्नुभयो भनेपछि मलाई खासै सपिङ गर्न त मन छैन. अब तिमी खुसी हुन्छ भने चाहिँ म जान्छु. यस्ता पनि मान्छे हुनुहुन्छ संसारमा. यस्ता सपिङ गर्न मन लाग्छ. यस्ता उसको दुःखको भ्यालु गरेर पैसा बचाइदिएको त्यो त हो. तर म त एकदम त्यो हुन्छ नि अब
कसरी सेलिब्रेट गरौँ म त्यो कुरालाई भनेर हो नि त हामी यहाँ हो कि नै खुसी हुनुपर्छ खुसी नै हुनुहुन्छ ल साथीहरू म सिक्दैछु म भ्लग बनाउन म सिक्दैछु अब मलाई यहाँ सिकाउनुपर्छ त्यो भ्लग भनेको चाहिँ के हो अरे भने म अघि के गरिरहेको थिएँ भनेपछि सानो क्लिप गर्दै काट्दै फेरि अर्को क्लिप त्यस्तो गरिरहेको थिएँ तर यस्तो गर्ने होइन अरे मलाई थाहा थिएन कन्टिन्यू यो भिडियोलाई चाहिँ बनाइराख्ने हो अरे अनि त्यसपछि अब बनाइराख्दाखेरि कहिले भने झ्याप्पै के इन्सिडेन्ट हुन्छ के हुन्छ क्याप्चर हुन्छ नि त अनि हाम्रो दर्शकहरूलाई राम्रो लाग्छ रमाइलो लाग्छ अनि उहाँहरूले मन पराइदिनुहुन्छ भिडियो किन बनाउँछु भनेर बनाउने होइन र बनाउने हो अनि बिचमा इन्सिडेन्ट आउँछ अनि अब राम्रो देखिन्छ नि त तर एउटा त्यो ऊ चाहिँ ल्याउनु पर्ने रहेछ यो लास्ट हात दुख्यो यस्तो गर्यो होइन भयो त्यो बिग्रेको पनि छ त्यो स्ट्यान्डलाई त अर्को स्ट्यान्ड चाहिन्छ त्यही त त्यो स्ट्यान्डलाई अर्को स्ट्यान्ड चाहिन्छ त्यही भएर अर्को स्ट्यान्डको लागि अर्को ल गाइज हामी चाहिँ आइपुग्यौँ है त यो चाहिँ हाम्रो पार्किङ गर्ने एरिया ल कसैले खोलिदेऊ यो चाहिँ प्रिन्सेस ट्रिटमेन्ट ल के छ खरे मैले मेरो उहाँलाई रोस्ट हान्न पाइहाल्छु नि के छ त अनि कपाल काट्ने मान्छेको हालखबर कति छ अरे कपाल काटेको फी 35 होइन मैले चाहिँ नेपालबाट कपाल काट्न सिकेर आउनु पर्ने रहेछ यताबाट $35 आउँथ्यो यताबाट 35 महिनामा त मैले $70 मैले कमाउनु पर्छ दिनमै अनि सिक्ने भनेको थिएँ तर मैले त्यो टाइम पाएन कि सिकेरै आउने भने थ्रेडिङ चाहिँ गर्न सिकेको थिएँ पुरा मान्छे थ्रेडिङ नै गर्दैन नि कसो ट्राइपड किन्न जानुपर्छ कि मैले भ्लग बनाउँछु भनेर ट्राइपड किनिदिने रे हजुर साथीहरू हामी त यहाँ आइपुग्यौँ यहाँ हामी के किन्न आएको खासमा तर ल साथीहरू यो मलाई किनिने विचारमा हुनुहुन्छ उहाँहरू मोबाइल गर्ने गरेर प्राइस कति रहेछ अरे कति सस्तो हो के हो ल हानिदिइहालौँ छैको नला है अस्ति हामी ट्राई गरेको हामी जता घुम्छ मैले त्यही डिटेक्ट गर्छ अनि त्यो त्यतै फर्किन्छ क्यामेरा कसले गरेर अहिले डिटेक्ट गर्ने कुरा मलाई के किनिदिनु छ के चाहियो के किनिदिनुहुन्छ मैले त्यो सबै चाहियो के किनिदिनुहुन्छ कस्तो के चाहिँ किनिदिनुहुन्छ खानेकुरा लाउने कुराहरू मेकअपका सामानहरू के किनिदिनुहुन्छ भनिसक्नु मेकअपका सामानहरू किनिदिँदै हुनुहुन्छ त किन्ने होइन के यस्तो कुरामा खर्च गर्ने होइन मेरो बुवाले मलाई के भनेर सिकाएर पठाउनु हा यस्तो फाल्तु कुरामा खर्च गर्ने होइन भन्नु यस्तो भन्ने लुगा मक्ख हुन्छ किन्ने नै हो त किन्ने नै हो त भयो अहिले नकिनौँ किनभने अहिले हाम्रो बजेट एकदमै टाइट छ अनि बजेट अनुसार चल्नुपर्छ नो हामी जे किन्न आएको त्यही मात्र किनेर जाने हो हजुर हामी चाहिँ केही नकिनेर फर्क्यौँ यहाँबाट चाहिँ किनभने अरू मान्छेलाई चाहिँ धेरै ओके के अरे नकिनेर फर्क्यौँ किनभने मलाई चाहिँ यस्तो कुरामा खर्च गर्न मन लागेन
तर एउटा सपिङ सेन्टरहरु पनि देखाइदिनु ल यो चाहिँ हाम्रो यहाँको सपिङ सेन्टरहरु हेर्न सक्नुहुन्छ म बुझ्दैछु म यहाँको कल्चरहरु बुझ्दैछु सिस्टमहरु के छ यहाँ मान्छेले चाहिँ यतिकै क्यामेरामा आयो भने के छ यहाँ तपाईँलाई भन्नुहोस् तपाईँलाई के छ यहाँ जुत्ता चाहियो एउटा मैले राम्रोवाला किनिदिन्छु म अनि हो यस्तो प्राउड मोमेन्ट अनि अब म नेपाल गएपछि मेरो दादालाई पनि किनिदिने हो भाउजूलाई दिदीलाई विनाजुलाई सबैलाई अभिषेक बाबुलाई फेरि अभिषेक बाबुले फेरि सबैलाई हामी चाहिँ अब फाइनली कस्तो राम्रो अस्ति त पोल्छ भन्नु आज फेरि राम्रो लाग्यो अस्ति पोला थियो किनकि आफूले किन्नु पर्छ आफूले किन्ने भएपछि पोल्यो रे मलाई किन्ने भएपछि चाहिँ तर कस्तो राम्रो यो व्हाइट पनि कस्तो राम्रो रहेछ त्यो अब कहाँ गयो कस्तो राम्रो रहेछ है हजुरले एउटा छान्नु न म किनिदिइहाल्छु नि हो क्या साँच्चै एउटा छान्नु न यस्तो किनेपछि अनि कहिलेकाहीँ कामबाट कस्तो थाकेर आउँछ अनि यहाँ चाहिँ अलिक छिटो घर आइपुग्नु भयो भने चाहिँ मलाई नास्ता रेडी गरेर राखिदिनुहुन्छ कि अनि त्यो भएर खुसी लाग्छ नि त्यस्तो भयो भने सो हजुरलाई पनि यसको के भन्छ ल एउटा छान्नुहोस् न यस्तो अफर दिइरहेको छु यस्तो अफर दिने मान्छे कोही हुन्छ न हजुर अब पछाडि फर्काउनु फेरि कस्तो ल सेल अर्को यो व्हाइट भयो होइन अर्को कुन राम्रो हुन्छ यो कलर पनि कस्तो राम्रो छ आर्मी कलर कुन लार्ज रहेछ अरू हेर्नु न यस्तो मन पर्दैन हेर तर ठिक्क हुन्छ होला ठिक्क हुन्छ होला यो कलर पनि कस्तो राम्रो रहेछ ला यो तपाईँको यो भएन कपडा पनि यो राम्रो रहेछ अस्ति किन्नु न मेरो पोल्नु कपडा त पोल्छ अरे आज मैले किनिँदाखेरि त दुईवटा आफूले किन्ने बेला पोल्छ कि ल मान्छेहरू एकदम हस्किँदै गइरहेको छन् के एउटा प्रब्लम भयो कि के भयो भनेपछि मेरो यसबाट ट्याबै भएन कि लास्टमा उसकै अकाउन्टबाट ट्याप गर्नु पर्यो तर म पैसा पठाइदिन्छु अन गर्नु चाहिँ थाहै पान्न यहाँ गर्छु अब पब्लिक खान्छ नि त धेरै जान्ने भएपछि यस्तै हुन्छ लेभल मिलेन भने यस्तै हुन्छ कि म सिक्दैछु नि त अनि मान्छे भर्खर सिक्न लागेको मान्छेलाई सबै कुरो थाहा हुन्छ जान्ने भयो केही छैन अब हामी कहाँ जाँदैछौँ जुत्ता हेर्न यो जुत्ता भएन अब अर्को जुत्ता मेरो के भयो क्या त्यस्तो ओके बनाउनै पर्छ नि त किनभने म भोलि कामबाट आउँदाखेरि ट्रेनमा ट्याप भएन भने कहाँ बस्ने र मजा आएन नि त आफ्नो कार्डबाट पैसा पे गरेर मजा आउँछ नि हजुर ल कस्तो राम्रो वान पिस छ कसैले किन्ने त हुन्थ्यो यो भिडियो हेरेर अब चाहिँ हामी जुत्ता पसलमा जाँदैछौँ
कस्तो राम्रो नानीले लाउनु जस्तो रहेछ। लाउन सुरु भयो। $200 के रहेछ यो आलु चाहिँ राम्रो छ कि कलर राम्रो $200 ए यस्तो मेरो औकात हेरेर किन्नुहोस् है। यो साह्रै महँगो पसलमा अलि हामी औकातले बाहिर होला। यता नेपाल जाँदाखेरि जाने बेला किन्ने हो त यहीँ बस्दाखेरि कसले किन्छ होइन। वा मेरो गोलुलाई हुने यस्तै चप्पल, मेरो गोलुलाई ठिक्क हुन्छ यो। यहाँ यति राम्रो राम्रो वान पिसहरू छ नि। माइ गड त्यो राम्रो छ, तर प्राइस सुनेपछि फेरि ढल्ने हुन्छ फेरि भयो। वाउबाट सिधै छ्या भइन्छ फेरि प्राइस सुनेपछि होइन। अहिले चाहिँ हामी कता आयौँ? हजुर रिभेल भन्ने ब्रान्डभित्र हामी छिरिसकेका छौँ र यहाँ चाहिँ हामी किन आएको खासमा जुत्ताको किन आएको। म हजुरलाई यहाँको दृश्य देखाउँछु। चाहिँ हाम्रो यहाँको दृश्य छ। कुनै सस्तो छैन, कुनै सस्तो छैन, कुनै सस्तो छैन। सस्तो भएको फेरि राम्रो पनि छैन। यो त अरे चाहिँ राम्रो रहेछ। उहाँलाई फेरि यसै जुत्ता मनपर्छ। यो पनि राम्रो रहेछ। कुनै मन परेन साथीहरू। यही मन पर्यो मलाई पनि छ्याप्पै। यो पनि मन पर्यो मलाई। निस्किहाल्छ कि र हात छ नि त सफ्ट हुनु पऱ्यो कि जुत्ता। तपाईँले किन्ने कहाँबाट हो? यहीँबाट हो? यहीँबाट हो, जेडीबाट हो। त्यही जाऊँ न त। जेडीको प्राइस सुन्यो भने त ढल्छ हो भएन जाऊँ त्यसो भए। मलाई चाहिँ मन परेन जुत्ता यहाँको। यो यहाँ यो प्राइस होइन, मलाई मनै परेन कि। जुत्ता राम्रो छैन। जुत्ता राम्रो छैन। बरु योभन्दा त हामीले पहिला फेन्सी पसल गर्ने बेला हाम्रो पसलमा राम्रो हुन्थ्यो। हामी फेन्सी पसल गर्ने बेलामा बरु त्यही राम्रो हुन्थ्यो। मलाई यहाँ मनै परेन। स्पोर्ट्स सुज भएर हो कि के भएर महँगो, फेरि त्यस्तो महँगो 200-300। क्रिसमसको माहौल पनि छ। कानकोटले हिँड्दै हुनुहुन्छ। हजुर के किन देखाउने अरे? रियल हुनुपर्छ नि त मान्छे भनेको। फेक हुने कस्तो राम्रो राम्रो कपडा छ। मन परेको सब मलाई यो मन परेको छ। एउटा यो मन पर्यो। मलाई यहाँ प्राइस सुनेर के किन्नै मन लाग्दैन। मलाई उतै मन परेको छ है, उतै मन परेको छ है। म दुइटाले सुनाएको छु। त्यही होला, त्यही पिङ्कवाला मलाई उतै मन परेको छ है। उतै हो, देखाएको थिएँ नि उतै है। होइन अहिले नै मैले एउटा यस्तो राम्रो भिडियो क्लिप खिचेको थिएँ होइन, रेकर्डै भएन छ कि भगवान्।
रेकर्डै भएन छ्या म किन यस्तो डम्प भएको छु आज म किन यस्तो भयो आज पैसा गएर हो क्या आज लास्टै गुवादियो आज यत्रो मेरो भिडियो खिच्यो भने त भिडियो रेकर्डै नभएको कस्तो राम्रो जोडिसो आयो जुन हेर तिमीले भनेको जस्तो बारबिटार भन कुन ल्याइदिउँ मैले तिमी यहीँबाट चुज गर कमेन्ट गर तर कुन मन पऱ्यो त्यही ल्याइदिन्छु लास्ट टाइम मैले कुन लग्दै थिएँ अरे कुन ल्याइदिउँ भन यस्तो कपालवाला ल्याइदिउँ कि यो रोज्छिन्छ मैले त अन्त अब जुन त ठुली भइसक्यो जे भन त्यही ल्याइदिन्छु हेमराज दादा यो पठाइदिने हो कि कमेन्ट बिल हो कि के चाहियो हेमराज दादालाई यो चाहिन्छ अब कोहीको ताल यस्तो छ अर्को यहाँ छप्री कट काटेर आएको छ आज सपिङको यति हो फेरि सपिङ भने तर धेरै हो सपिङ यति भने होइन कि धेरै नै सपिङ गऱ्यो ल धन्यवाद धेरै धन्यवाद धन्यवाद भन्नु भाउजूलाई त्यो हामीले पनि खान सक्थ्यौँ भनेर सोध्दै चाहिँ राम्रो हुन्थ्यो साथीहरू कस्तो भयो त साथीहरूलाई साथीहरू यो छप्री कट विराट कोहली जस्तै देखेको छ यार साँच्ची आजको दिन पनि कस्तो गरी बित्यो सबै लाग्यो अन्त कति धेरै भिडियो खिच्दैन झ्याउ लागेर यस्तो जबरजस्ती हालेको आफ्नो ताल मजा थियो के लेखा फेरि लेखा छ र फेरि आज लेखा छ ल अब हामी चाहिँ घर फर्किँदैछौँ सपिङ चाहिँ जे गर्छौँ भनेको थियौँ त्यो चाहिँ सबै भएन के छुट्यो किनभने मन परेन जुत्ता मन परेन किन्ने भएन एउटा ब्याग पनि भएन भने जस्तो एउटा चाहिँ अलि राम्रो थियो तर त्यो के थियो कति डलर रे 100 कति थियो है के राम्रो के को ब्याग के ब्याग कुन वाला ब्याग ए तर खासै राम्रो थिएन फेरि अनि मलाई क्याब किन्ने भनेको त्यो पनि भएन ठुलो मात्र रहेछ अब अनलाइन मगाउने अब भोलिदेखि फेरि काम 5 दिनसम्म साथीहरू हामी 3 जनाको अनुहार खासै राम्रोसँग हेर हामी देखभेट खासै हुँदैन फेरि एकदम शनिबार चाहिन्छ अब नेक्स्ट विक अब चाहिँ हामी घर आइपुग्यौँ सबै थाकेर लक परिसके थाकेको अनुहारहरू म त खासै थाके होइन तर निद्रा लागिरहेको छ तिमीलाई त गाडीमा बस्यो निद्रा लाग्छ नि के भाव स्लिपिङ गाडी हो यो स्लिपिङ ट्याब्लेट जस्तै अब चाहिँ हामी घर आइसक्यौँ एउटा प्लान थियो गाडी धुने त्यो चाहिँ भएन आज कट के कट थियो विराट कोहली कट अनि गाडी धुने भएन विराट कोहलीले हिजो स्कोर गरेको
कति हानेर 71 मा त के भन्ला थिए यस्तो झुक्काइदिनु भयो के भन्ला ल साथीहरू अब हामी चाहिँ ए गाडी धुने भएन किनभने लास्टै थाकिनु भयो अनि अर्को हप्ता धुने रे फेरि केही छ अब चाहिँ हामी घर जान्छौँ अनि उहाँले खाजा पकाउनुहुन्छ नि थाकिनु भयो खाजा पकाउनुहुन्छ म अब हामी मन सहयोग गर्छु केही सहयोग गर्न मैले सब रेडी पारिसकेको छु अलि एउटा के सहयोग गर भन्नु के गर्दैन मैले ल बाई हाम्रो भ्लग यतिसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद अनि सबैले लाइक शेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला अनि हाम्रो केही कमी कमजोरी छ भनेपछि कमेन्ट बिलो है त ल बाई